अहिले बाहिर खिचौँ 10 मिनेट बाल्किन सरको खस्दैन कि जति हल्ला ल है सर ल बोटिङ ह्यापी बोटिङ है जय रारा राइजोमा गाउँ केटा राइजोमा निकाल्न त 1 गिलास लाउनु पर्छ त्यो त पेट्रोल हाल्नुपर्छ ओहो अनि फेरि पेट्रोल फेरि कहाँ यो तालमा पेट्रोल हाल्ने हो बिहान यही तालको पानी खाने तालको पानी तालको पानी माछीले खानी पिरिमसित जानी कि नजानी आएन अब क्या ल रारामा पनि बोटिङ खेलियो यो साह्रै के अरे गहिरो छ है दाइ 167 मिटर 167 मिटर गहिरो 5 किलोमिटर चाहिँ यसको लम्बाइ माछा मार्न पनि पाउँदैन है यहाँ त यसमा कति जालै हाने नि के अरे पानी नापेछ त्यो नापेर भन् त होला भाइ पानी कति छ यो तालमा ए त्यस्तो नाप्छ नि त यस्तो हो कि यो तालहरू बढिरहनु छ घटिरहनु छ कि त्यो यो अब अलि टाइमपछि बढ्ने होला फेरि हिउँ पक्रेर के हो पानी नाप्नु कुरो छ त उतैनिर क्याप्टेन रहेछ नि क्याप्टेन हो कि एकछिन पछि हेर्नु भनेपछि त साफ भनेर तन्किन लागिहाल्यो मान्छे नदेखे नि तन्किँदैछ चिनिहाल्छन् के सरले चिनिहाल्छ भोलिमै दिन्छन् भन्यो होला नि गडको सबै पहिला हातले बत्ता फल्न बित्तिकै म फलानु बट्टा फलानु भनेपछि नचिने नि साफ भइहाल्छ कि अनि यहाँ छाल आएको नि हेर्ने हो कि नि त खै छाल त अब कतिखेर 12 बजी आउँछ हेर्नु कस्तो बादल आएको त नि भ्याउँदै हामी त साह्रै भाग्यमानी रहेछ जताततै रारामा डुङ्गा ख्याउँदै दाइ हामी ख्याउनु पाइन्छ मजाले हाम्रो राइजोमा दाइ आउनु भएको त अहिले त भाइको पालो त पछि तेरै पालो त राम सर तपाईँ बोटिङ गर्दै हो र तपाईँ म एकदम रारामा पुरै बोटिङ हान्दैछु यार ख्याउँदैछु हामी कहाँसम्म पुग्ने हो हामी पुरै उता पुगेर उहाँ टुप्पोमा पुगेर फेरि 10 मिनेटको सरी भन्नुभयो बडा रमाइलो रहेछ त छेउछेउ गर्न त हो म जान्छु छेउछेउ ज्ञान जाने हो तपाईँ छेउछेउ त हिँड्ने भयो